यो माछा माछाको लागि मैले अघि मारेको म्याग्नेट गरेँ अहिले सफा गरेर। यो चाहिँ अब अलिकति गार्लिक, अदरक, लसुन अनि जिरा, हरा धनिया अनि त्यहाँदेखि हल्का नमक अनि निम्बु लगाएर मैले तयार गरिरहेको छु। अब यसलाई केही बेरमा म फ्राई गर्न थाल्छु। फ्राई गर्नको लागि मैले तेल तयार गरेको छु। अब तेलमा टक्कसँगले तयार हुन्छ। माछा फ्राई हुँदैछ मेरो। हेर्नु होला। यस्तो भएको छ। वाउ माछा। बन्दैछ अहिले। माछा मोमो साथी हो अहिले बनाएको यो हामीले।